हेलो गाइस, वेलकम ब्याक टु आवर च्यानल। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र अहिले चाहिँ मकै छर्ने टाइम आयो नि त, त्यही भएर चाहिँ यहाँ मल बग्दैछ। मामी नन्द र म भएर हामीले चाहिँ यहाँको मल खनेर ओसार्ने हो। डोको चाहिँ यति ठुलो डोको छ कि यो डोकोमा त म नि अट्छु होला, हामी नन्द भाउजू नै अट्छौँ होला। खै तिम्रो डोको योमा चाहिँ नन्दले बोक्ने। मैले डोको मात्रै ठुलो हो कि आधी मात्रै हो बोक्ने, डोको सानो डोको नभएर यति ठुलोमा बोक्न पर्यो। हाम्रो घरमा चाहिँ यो हाँसको लागि कम्पाउन्ड छ, यता प्याज, यता सिमी, यता छ बन्दा, अनि यो उता भएको चाहिँ यो भित्रभित्र भएको चाहिँ काँक्रा हो। यो लसुन भएको के अरे बाजे बजैले चाहिँ यहाँ बेसार काट्दै हुनुहुन्छ। बजाई के लाग्नु भयो बाजे, के लाग्नु भयो? ल गाइज, अब चाहिँ यसमा र यसमा मल भर्न पर्ने हुन्छ है। म जन्मेदेखिको तागत लगाएर खन्नुपर्छ। यहाँको सब खनेर एकैचोटि बोकिदिनु कि क्या हो। यो चाहिँ डोको मात्रै ठुलो हो के अरे, बोक्ने भनेको त यति हो, त्यही पनि उठ्न नसकेर अहिले कति गाह्रो हुन्छ। ल कसेर खनिदिन्छु। ल ढल्यो हाम्रो साग। यहाँ चाहिँ छ यो नन्दको भारी, अझै हालिदिनु के पुग्यो बोधेन हालमै। अनि यहाँ छ मेरो, यो हाल्छु भनेर त लिए तर हालेर बोक्न सक्दैन कि के हो। ल हालम। यहाँ चाहिँ अघिदेखि चाहिँ ऊ त्यहाँ पर हालिराखेको थियो, अहिले चाहिँ यहाँ अग्लोमा उभिएरै बोकौँ भनेर यहाँ राखेको छु। के अरे बोक्न सक्ने क्षमता आउने हो कि होइन। आफै अद्नी डोको बोकेपछि उड्न चाहिँ गाह्रो होला जस्तो। अबि कस्तो होला भयो र, सक्छु होला नि अब त। उठाम तानौ ए सजिलै हुने रहेछ त अघिदेखि। थप्दिनु कि आऊ थोरै। ल म गएको। ल अब आधी मोल बोकेर लाग्यो फेरि यही बाटो लुखुर लुखुर लुखुर। मेरो नन्द चाहिँ सिङ्गर। अहिले चाहिँ यहाँ बोक्यौँ, अघि उता पर नि बोकेको। अनि यो पनि यहाँ चाहिँ छ यो तोरी, यति रहेछ तोरी। हामीले चाहिँ फेरि यो भर्खरै मल ल्यायौँ। अनि यहाँ पर यो खाली डोको बोकेर प्लाइ लिन जान लागेको। यो के, यो चाहिँ पाडो बाख्रालाई कुरो पकाउनलाई युज गर्ने दाउरा। ए यो त यस्तो कसरी अड्दैन पो, हातमा समात्ने रहेछ कि। टाउकोमा चढाएर लैजाउँ। अनि डोको डोकोलाई पछाडि भिर्ने यस्तो टाउकोमा हाल्ने के मिलाएर। यो जे अट्छ त्यही हालिदिनु त नि। यो पनि भाँचेसी हुनु, भाँचेन भाँच्नु, यो त अट्छ होला। भाँच्नु र भाँच्नु। सिखा भए त सबै यही जान्छ त। यो सानो डोकोमा चाहिँ राम्रो भारी बन्यो। मेरो डोको
मै जस्तो भएछ कुच्चियो बाङ्गे भयो अहिले चाहिँ अलि मिलाएर हालेको भएर चाहिँ भारी अलि राम्रो भयो ल ऊ यहाँ चाहिँ आफै बोक्ने रे ल बोकम बोकम ओहो कस्तो गाह्रो हुन्छ र माथि राखेर बोक्नु नि त धेरै नै रहेछ हौ त्यहाँ त गरुङै खाएको यता हलुङ्गो थियो के अरे हल्का भएर हुट्टाइदियो नि ल यो सबै हाम्रो बाख्राहरू सबै मेमे गर्न लाग्यो त घर जान आँटेछ दाउरा चाहिँ यसरी गुल्ट्याइदिउँ फालिदिउँ किल्ला भएको छ के अरे त्यही भएर अब चाहिँ यो बाख्राहरू छोडिदिनुहुन्छ पुछौले त्यहीलाई छेकेर बस्ने यता जान्छ नि त यो चाहिँ लसुनमा हाल्नको लागि पानी जम्मा गरेको यस्तो एउटा सानो पाठले खाइदिए यस्तो बनाइदिएछ बकुल्ला चाहिँ मैले लगाएको ठिकै भएछ राम्रै फल्ने त खै फलेदैन छ और्यो बाख्राहरू सबै भाग 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 चोर जा जा यो भाले चाहिँ मलाई ठुङ्न आउने भाले डर लाग्ने गरेर परैदेखि आउँछ भाग केस भाले आइहाल्यो भने योले हान्ने भनेर बोकेर हिँड्न परेछ मैलाई मात्रै थुङ्छ म र कालीलाई मात्रै यहाँ बसेछ अब चाहिँ आउँदैन यसले चाहिँ नचिनेकोलाई थुङ्ने रहेछ बाजेले चाहिँ बेसारकै फालेर बस्नु भयो यति काट्नु भएछ पहेँलो पहेँलो ल यो चाहिँ हो हाम्रो पुरा लोकल कुखुराहरू सबै हो त्यहाँ पर एउटा बाख्रा पनि छ सो गाइज आज चाहिँ नेक्स्ट मर्निङ अनि अहिले चाहिँ म किचनमा छु तेल र बेसार लिन आएको त्यहाँ हाम्रो ठुलो चाहिँ पाडोलाई चाहिँ नाच्छेर दिने रे त्यहीमा लगाउनलाई यहाँ तेल बेसार लिन छु धेरै नहाल्ने भन्नुभएको थियो ल यति भए त पुग्छ होला यो त्यो दियो त चाहिँ अलि सानो छ यो अलि ठुलो छ नाक चाहिँ किन छेर्ने नि बाहिर भित्र गर्दाखेरि समाउन सजिलो हुन्छ क्या होइन यो रे अरूलाई त्यहीँ बान्ने होला नि कालीको नाक छेरिदिउँ यही मेसम्म आज ठ्याक्कै काली काली यो चाहिँ भाग्छ भनेर खुट्टा उचाल्छ भनेर खुट्टा बान्दिने के गरे दुईटामा बान्नु पर्छ क्या भएन ए नबान्ने रे अबि सबै एउटै खुट्टा जोडिदिने हो हजुर ला के यस्तै रे छेडिदिने हो ल आइडिया यहाँ फेरि आइडियाले बान है आइडियाले बस्यो अहिले त तीनटा खुट्टा जोड्यो एउटा खुट्टा खेर्यो छ यो पाइपसँग त भएन यो कैँचीले छेडिदिने अरे अब त चल्न के चल्छ के पहिला के छेडिदिनु भएको र छेर्ने तरिकै यस्तै हो अबि अबे किन मर्ला जस्तो गर्छ र ला छेर्यो ला छेरिन त सजिलै छेरिँदैछ त समात्दा मात्रै गाह्रो
कि त्यो कैँचीमा पस्दैन र छेर्यो नाक भयो ला भोलि उफ्रे पनि नाखे दुरिन्छ भने अरिन्छ पहिला पहिला बुढीहरूले नि यस्तै नाक छेर्थे के रे अर्को पारा त दुगो थियो तिनीहरू नि ठुलो भयो भने छेर्ने हो किन नि भैँसीको मात्रै छेर्ने गाईको नि छ त्यसलाई एकछिन दुख्यो होला भोलि यो नाखे दुरीमा डोरी लगाएर बाँध्यो नि सानो डोरीले नि अल्झिन्छ उसै त्यो नाकसँग त्यो नाकमा हुन्छ यस्तो मल खनाको त्यही हातले फेरि पारा सुखा भएको त्यहीको मोल प्रेसर लगाइदिने मान ओहो दुख्यो होला छोरीका त मेरो बुढा फेरि हरि छोरा खुट्टा बाँधेर यो खुट्टा त पुसाउले बान्नु भएको नि त्यो अगाडि होइन करे अघि बिहान झाँक्री भनेर डाक्टर ल नाक कान नि छेरिदिनु मिल्न कान किन छेर्नु पर्यो नाक कान छेरेर सुन लगाइदिने ल एकछिन गाह्रो भयो के अहिले त फुली लगाएर मकै खान्छ बान फटिजान्छ यहाँ छ यो ठुङ्नी भाले चाहिँ यसरी ल मलाई लाइद ठुङ बाहिर निस्के बेलामा लहात्छ के रे अहिले चाहिँ नाक छेरेको खुन आएछ नाक छेरेको उपलक्ष्यमा हरियो घाँस खाँदैछ ल खाऊ अलि ज्ञानी हो नि नाकमा तान्न नपरोस् फेरि घाँस खान नपाएर यो फलाम खान्छ कि के हो त्यो अघि पाडोले नाक छेरेको र बजाएको त्यस्तै त्यस्तै सेम 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 उयो चाहिँ यहाँ टाउको छाँदै बस्दै गरिरहेको छ आऊ नाक चिलायो अहिले चाहिँ खानासाना खाएर यहाँ म चाहिँ आँस समातेर ऊ त्यो पर फापर काट्ने अनि यहाँ चाहिँ फुपूले टोरी बटाउँदै हुनुहुन्छ अलिअलि हावा चलेछ के अरे त्यही भएर गएको हो भुस त्यहाँ त्यति छ मैले चाहिँ यहाँको यो फापर काट्ने फापर पनि यस्तो भएको छ अहिले हावा चलेन भने फुपू पनि आउनुहुन्छ ए यो फापर माथिबाट त केही देखेको छैन हौ मैले चाहिँ यहाँ वहाँ परसम्म त्यो पर छेउको चाहिँ फुपूले थोरै काट्नु भएको पहिल्यै यति काटेँ एरिया मात्रै धेरै छ फापर त छैन यहाँ चाहिँ फुपू कसी काट्नु भएको तोरी बट्टाइसक्नुभयो र ल गाई अहिले चाहिँ हामी घर आएको यहाँ चाहिँ बाख्राको पाठो बसिरहेछ खासमा चाहिँ बाख्रालाई पानी दिन भैँसी हो कि पाडोलाई पानी दिन आएको कि यहाँ हाम्रो नन्दले दिइसकेर पनि ओ माई गॉड आज अरे पुसाले दिइसक्नु भयो यस्तो गफाडी बाजे बजेको चाहिँ दिनचर्या यसरी नै बित्छ हिजो पनि यही बेसार आज पनि यही बेसार हो यो बाजे चिया र ब्रेड
खाने कार्यक्रम हुँदैछ यता चाहिँ के चलिरहेछ फ्राई राइस कता हो हराउने ओए चिया त गयो ए चियामा दुखेर खाइदिनु पर्यो हो मेरो हात चिया खाएर मैले मलको भारी हालिसकेँ यो खै कसले बोक्ने हो फुपूले बोक्नुहुन्छ कि कालीले यो चाहिँ मैले बोक्ने अब यो बोकेर फेरि गएर फापर काट्न पर्ने हुन्छ अघि चाहिँ हामीले यति काटेर गएको थियौँ यति अब चाहिँ यो बाँकी भयो यहाँ बिचमा त छन त छ तर खै फापर भएकोवाला हो कि नभएकोवाला हो पातलो छ बिचमा चाहिँ अब फेरि यसैलाई काट्न पर्यो मैले आएपछि यति काटेँ ल खै काली तिमीले कति काट्यौ यो हो भनेपछि यो सबै होला नि भ्याइयो यहाँको चाहिँ यति छ अब चाहिँ ल हामी चाहिँ यहाँ फापर काट्न आएकोमा यहाँ चाहिँ काफल खै त वा काफल कस्तो चटनी हुँदो रहेछ यसले काफल चाहिँ पाकेछ माथि माथि नि रहेछ है काफल यहाँ पनि भएको रहेछ यहाँ त खेततिर त माटैसँग खाए नि हुन्छ गुलियै भइसक्यो रहेछ है यसको चाहिँ खै कस्तो चटनी बनाउने हो हाम्रो सेफको बहिनीले मेरो बुढा सेफ भन यो चाहिँ दुईटा हातमा लड्डु यो हात चाहिँ यति राम्रो छ है इग्नोर गरौँ यो यसको चाहिँ चटनी बनाउने यो खानु पर्यो छोराइ चाहिँ फुपूलाई यहाँ माथि माथि त झन् रहेछ हो कालै कालो तर देखिएन झन् सबै रुखै कालो भयो अझै छ र जाऊ न रुखमा चढ यो रुखमा अहिले चढ्न मिल्ने भए त मै चढ्थेँ के अरे फुपूले चाहिँ यहाँ यति काटिसक्नु भएछ हामी त बिजी लाउनु चटनी खाने भनेको लाउनु यो अलि पाकेको जस्तो छ गाउँतिर हात नि के गिल्ला नि कालो भएको होला होइन गाउँमा ठुलो हुन्छ छोरी बुहारीले काफलतिर खानु ला मोटाउनु हो खाएको ल खानु कसरी खाने त नि खाऊ न खाऊ हात सुर्ती हाल्न पर्यो अमिलो छ कि गुलियो छ र कतै मिठो गर के अमिलो नगर अमिलो मिठो टुक्क गर दामी रहेछ दामी कालले कस्तो लाग्यो त नि यस्तै भैँसी जस्तो पिरो हुन्छ तिमीलाई न अमिलो न नुन न पिरो न खुर्सानी छ रुखमा सबै हुन पर्ने रहेछ त्यो रुखमा गुलियो झन् छँदै छैन भने नि फापर काटेर पनि भ्याइयो यहाँ चाहिँ फुपूले दाउरा साउरा काटेर बस्नुभयो भारी एक भारी दाउरा पाइँदैछ त्यो एक कुना काप्चामा यो चाहिँ तरकारी खाने चिज बिज हो रे सिमी जस्तै हुन्छ भन्छन् कस्तो कहिले हुन्छ र यो सिमी खै के हो त नि नाम अब सिमी जस्तै हुन्छ भनेर सिमी जस्तो हानिदिएको रुखमा फाल्ने सिमी चोरले टिपे जस्तै गरेछन् ए नखाम अहिले त दिए हो अघि त दिन्न भन्ने लौ न त खाऊ वापस फेरि हाङ्गै भात दिनुहुन्छ कि
खान्न के गोजीमा हाल्यो मैले त सबै ल्याउनु अहिले उही छाटेर खानु होला लौ होला है आजलाई रातो रातो भएको टिप्नु कालो रातो भएको टिप्नु सेतो नटिप्नु के खुट्टा त छप्टाइसक्यो त छोडिदिनु नि त फेरि अर्को चाहिँ टिपौँला है होइन यही रुखको जरा हो कि के हो र जोड्नु होला झन् ल यहाँ चाहिँ यसको दाउरा निस्किरहेछ पोखरा त यसो खाल्दा खाने हो हातैले दाउरा निकालिन्छ यहाँ त आँसले काट्नु यतै खोजेर निकाल्नु पर्यो दाउरा अन्डरग्राउन्ड ऊ त निकाल्नु सक्ने कि नसक्ने कुनै अरूले त तरुल खान्छन् के अरे हामीले त मागै पछि दाउरा कस्तो केबाट बन्ने अरे अलि पर जाऊ न सकिनु पो यो जरा मुनि पुऱ्याएको दाँत निकाल्दे जस्तो गरेर थुतम त आयो खै तान्थ्यो यसकै जरा होला सके होइन यसो जरा त किन सुकेको पुऱ्याएको गल्छ लाएर निकाल्नु पर्ने जस्तै हात यहाँ सासबाले दाउरा खोज्नु लाग्छ है ल निस्क्यो अब त अनि तँलाई माथिबाट तानिदिन्छु होलीमा दिदी बहिनी आउँदा खुवाउने तरुल यो हाँसकाठतिर त पोल्ने हो क्या हाँसकाठ त पकाउने हाँस पोल्ने हो लोकल कुखुरा हाँसकाठ बनाएको रे त्यही पोल्ने दाउरा निकाल्दैछन् अब त निस्किनु ला जस्तो गर्छ है म फेरि उछातिर पर पुगौँला र है यता यो जरा के आँसीले काट्ने हो र फेरि लात्ती पियाँ लाएर उछातिर होला वाह निस्क्यो दाउरा ल यो हाँस पोल्ने दाउरा यहाँ जरा लाग्छ रे होइन यो के को हो त नि यसको त माछाको जस्तो पुच्छर रहेछ यो चाहिँ अझै कालले खुवाउनु पर्छ क्या हो माछा जस्तै देखियो है यता त माछाका जस्तो दाउरा खै यो माछाको पुच्छर जस्तो छ एउटा त भाँचिएछ अब यो भारी बोकेर घरतिर लाग्नु पर्यो म चाहिँ यो दाउराको भारी बोकेर लागेँ फुपू र कालीले चाहिँ ऊ यहाँको यो तोरी उठाउने यो पोल्ने गरेर आउने रे के बन्दैछ आज काफलको आज चाहिँ चटनीको मेन इन्ग्रिडियन्ट भनेको चाहिँ यो काफल हो यो काफलको चटनी खाने रे कस्तो बनाउने हो यहाँ कसेर पिन्दैछिन् लुरी अब यो हाल्ने अनि त्यो काफल हाल्ने कस्तो चटनी बन्छ चपाएर थुके जस्तो है चटनी चाहिँ वाउ ए रातो रातो बनेछ है काफलको चटनी हो त्यो त त्यही रातो गाउँको टमाटर जस्तै देखियो त है 7 दिन चम्चै यो चटनी चाहिँ रेडी भयो अरे टेस्ट गर्ने भने के हो यो स्वाद न बेस्वाद कस्तो छ पिरो छ पिरो छैन तर त्यस्तो पिरो त मलाई लागेन अमिलो खासै छैन चटनी चाहिँ ठिकै रहेछ काफल थोरै छ नि त अझै धेरै टिप्नु पर्ने
हेर्दै खम 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 भइरहेछ यो त त्यो आलसको चटनी जस्तो देखेको है रोटीसँग खाँदा त वाउ यो चटनी चाहिँ अलि पिरो भएर है कालीलाई चाहिँ त्यही भएर अनि यहाँ चाहिँ टमाटर टमाटर चाहिँ अघि 2 त हालेको अहिले 4 त भइसकेको छ आगो बलेर हाम्रो चाहिँ अब यो चटनी पनि बनिसक्यो खानाहरू पनि तरकारी चाहिँ पाक्दैछ भात चाहिँ पाकिसक्यो अहिले चाहिँ यहाँ पानी परिरहेछ यस्तो अब चाहिँ गर्मी पनि सुरु भयो सो गाइज अब खानासाना पनि पाक्यो अब खाना पनि खाने त्यसपछि चाहिँ सुत्ने काम बाइकहरू छैन सो गाइज आजलाई भिडियो यति नै आई होप भिडियो मन पर्यो होला भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला थ्याङ्क यू